हेलो गाइज, आज हामी यस नवलपुर जिल्लाको सदरमुकाम काउसेतीबाट पश्चिममा अवस्थित एउटा मह फार्ममा छौँ। नवल मह फार्म भन्ने एउटा ठाउँमा छौँ र एकजना भाइले है यो महको बारेमा हेर्दै हुनुहुन्छ। उहाँले घरमा के कस्तो महको स्थिति के छ, आज यस्तो क्लाइमेटमा पनि मौरीको अवस्था के कस्तो छ भने उहाँले चेक गर्दै हुनुहुन्छ र म उहाँसँग विस्तृत यो मौरीको बारेमा, मह कसरी काट्ने, यो विस्तृत यसको बारेमा मैले सब कुरा जानकारी लिनेछु, यहाँहरूलाई सबैलाई जानकारी दिनेछु। तसर्थ भाइसँग कुराकानी। हेलो राम भाइ। नमस्ते नमस्ते नमस्ते। ओहो, के गर्दै हुनुहुन्छ भाइ? हजुर, मैले चाहिँ अब कस्तो छ के छ भनेर यसको घरको विषयमा चाहिँ बुझ्दैछु। चेक गर्दै हुनुहुन्छ। तर भाइ अरू घर र यो अलिकति डिफ्रेन्ट जस्तो लाग्यो। यो सेतो सेतो के रहेछ यो? अलिकति यसको बारेमा तपाईँको सेतो चाहिँ भन्ने अल्टर चाका भनिन्छ। यो अल्टर चाका कसरी कहाँ हाल्छ भन्दाखेरि चाहिँ हामीले 10 फ्रेम हाल्नु थिएन, 9 फ्रेम हालिएको हुन्छ भन्न खोजेको। कुनै बेला चाहिँ मौरी कम भएर 9 फ्रेम हालिएको हुन्छ। तर अहिले चाहिँ मौरी बढेर खानपान अथवा यो फुलहरू, तोलीहरू उसले गर्दा चाहिँ यो बढेर चाहिँ 9 फ्रेम पुरा भएर चाहिँ 10 फ्रेम हाल्न बिर्सेर चाहिँ हाम्रो गलत उसले चाहिँ अल्टर चाका हाल्न पुगेछ यो मौरी। हजुर, मौरी पुगेछ। अनि अहिले चाहिँ मैले हेर्दैछु यहाँ अल्टर चाकामा पनि तपाईँको महलाई पक्का हाल्छ, तर त्यो चाकाको चाहिँ अर्थ हुन्न। हजुर, त्यो चाकाको चाहिँ अर्थ हुन्न, किनकि त्यो चाका चाहिँ तपाईँको बाहिर फालिन्छ। त्यसमा मह हुँदैन? मह हुन्छ, कता कति हुन्छ। कुनै चाहिँ 9 फ्रेममा टालिएर सबै हालिसकेपछि, मह हालिसकेर सिल हानिसकेपछि त उसले हाल्न पर्यो मह त। उसको काम त रोकिन भएन, त्यही भएर उसले हाल्न पर्ने चाहिँ अल्टर चाका हालेको हुन्छ क्या। अनि भाइलाई एउटा कुरा, यो यस्तो क्लाइमेट यस्तो छ है, यस्तो यस्तो घाम पनि लाग्छ नि, यस्तो जाडो, यस्तोमा र घाममा कतिको के फरक हुन्छ भन्नाले? हुन्छ अरे, गर्मी जति तातो भयो भने त्यति धेरै मह हाल्न सक्छ मौरीले। चिसोमा चाहिँ मौरीले कामहरू नबनी सकेको हुँदैन। यस्तो चिसो मौसममा तपाईँको फुल टिप्न जाँदा यताउति चराचुरुङ्गीहरू आएर बसेर उनलाई खान्छ, उसलाई मार्छ। त्यही भएर चाहिँ यसलाई चाहिँ राम्रो उत्तम भनेको चाहिँ घामै हो। जति तातो हुन्छ, जति न्यानो हुन्छ, उसले त्यति मह हाल्न सक्छ। अब तपाईँको एउटा कर्मी मौरीले चाहिँ दिनमा तपाईँको 11 खेप जति पुग्छ, त्यहाँभन्दा बढी पुग्न सक्दैन। त्यसरी बुझ्नुपर्छ होइन। अब हाम्रो अल्टर चाकामा यसरी चाहिँ अल्टर चाका हालेको हुन्छ ल हेर्नु। खै मौरी पनि छ क्या भाइ? मौरी छ, किनकि तपाईँको यसमा अहिले म हाल्ने, किनकि उसले चाका बनाउँदैछ, उसले म हालिसकियो छैन। एमा मौरी त छैन, मह त छैन? मह छैन हजुर, मह छैन। अब तपाईँको अल्टर चाका चाहिँ भनेर यसलाई चिनिन्छ ल हेर्नु, यसलाई चिनिन्छ। अब तपाईँको हामीले हाल्न पर्ने यहाँ एउटा फ्रेम हामीले जसरी पनि हाल्न पर्ने हुन्छ, यो उक्काएर राखेर यसमा हाल्न पर्ने हुन्छ। तर एउटा घरमा चाहिँ 10वटा फ्रेम अटाउँछ। तपाईँले कहिले भुलचुक नगरिकन चाहिँ तपाईँले 10वटा फ्रेम चाहिँ हाल्न पर्ने हुन्छ। अब मेरो विषयमा चाहिँ मैले काम गर्दाखेरि चाहिँ भ्याइ नभ्याइ उसले चाहिँ मैले 9वटा हाल्न पुगेछु। अब गल्तीले यस्तो हुन्छ ल। अनि उसको बिचरा कामको दुःख यताउति सबै हुन्छ नि त, त्यही भएर चाहिँ अल्टर चाका हालियो हुन्छ। यो त हामीले फालिन्छ, किनकि यो त हुँदैन। हामीले अर्को चाका हाले बाहिरमा मह भर्ने थियो, यो बनाउनु सट्टा उसले मह भर्ने काम गर्ने थियो। यसको टाइम खेर गयो, टाइम मेहनत समय दुवै खेर गयो मौरीको है। हजुर, ठिक छ। अनि भाइले यहाँ यो फर्ममा काम गर्न लागेको कति वर्ष भयो? मैले काम गर्न लागेको तपाईँको त्यस्तै 1 वर्ष 1.5 वर्ष हुन लाग्यो यो फर्ममा काम गर्न लागेको। अहिले त भाइ नवल मह भनेर चिनिन्छ। यो चाहिँ हाम्रो मह पोखरा काठमाडौँतिर पनि जान्छ। तपाईँको मह पनि तपाईँको एउटा रुदिलो भन्ने हुन्छ, तपाईँको अर्को तोरी भन्ने त अब हाम्रो गाउँघरमा भएको भयो। रुदिलो चाहिँ जङ्गलमा हुन्छ होइन, चिउरीको यताउति चिताउन प्युठानतिर पनि हाम्रो मौरी पुगिराखेका छन्। दाङमा पनि हाम्रो मौरी पुग्छन्। र अब हजुरहरूले चाहिँ मह खान इच्छुक हुनुहुन्छ भने चाहिँ हामीलाई चाहिँ सम्झनु।
कसरी छ रेट यसको कसरी छ भाइ? तोरीको चाहिँ घटबड भइरहेको छ अहिले चाहिँ चलेको चाहिँ तपाईँको 600 रुपियाँ तोरीको? केजी। हजुर। रुदेलोको? रुदिलेको 700 रुपियाँ। चिउरीको यिनी अरू त महँगो पर्छ होला है? यो 800 900 त्यस्तै पर्छ। पाहाडमा चाहिँ तपाईँको लोकल मौरीको भइहाल्यो त 1600 यताउति। त्यो महँगो पर्छ? त्यो महँगो पर्छ किनकि त्यो खाता पनि त अलिकति उस हुन्छ नि त, मुख अलि अर्कै उसके त्यो हुन्छ, त्यही भएर चाहिँ। अनि भाइले एउटा क्वेसन, जो नयाँ जो इच्छुक हुनुहुन्छ है, जसले भाइको अथवा कन्या मौरी पालकहरूको इन्कम अनि धेरै कुराहरू देखेर जो यस्तो पेसामा लाग्न कोही इच्छुक हुनुहुन्छ है भने उहाँलाई भाइले के सल्लाह दिनुहुन्छ है? यो पेसा गर्नु ठिक छ या छैन, के कस्तो छ? सबै भाइको कमसेकम 1.5 वर्षको अनुभवमा कस्तो लागिरहेको छ यो पेसाबाट भाइलाई? यो चाहिँ तपाईँले मन लाएर टक्क आफ्नो दिन अथवा रातमा चाहिँ होइन यसलाई चाहिँ टक्क हेरेर चाहिँ यसलाई राम्रोसँग यसको सदुपयोग गरेर होइन यसलाई चाहिँ हामीले उसार्न सकिन्छ। अब हाम्रो भन्नु त कस्तो हुन्छ भने अरूको इच्छा अनुसारको कुराहरू हुन्छ। हामीले यो गर्नु यस्तो उस्तो भन्दाले पनि यो गर्दा राम्रो हुन्छ। कुनै काम तपाईँको दुःख गरेर सुख त हुने, तर दुःख गर्न सक्नुहुन्छ भने यो काम गरेर तपाईँलाई फाइदा मिल्छ। मेरो भनाइ त यस्तै हो। अब त्यही भएर चाहिँ हामीले यसलाई चाहिँ गर्नुहोस्। एउटा सिप सिकेपछि तपाईँको पछिको लागि धेरै राम्रो काम गर्छ कि। हजुर। जस्तो भाइ अब फर इक्जाम्पल एउटा घरबाट कति जति मह निकाल्न सकिन्छ हामीहरूले? तपाईँको एउटा घरबाट 4-5 लिटर, धेरै राम्रो भयो भने चाहिँ तपाईँको 6-7 लिटर चाहिँ मजाले। एक वर्षमा कि एक महिनामा? 15 दिनमा। 15 दिनमा एउटै घरबाट 6-7 लिटर? यो जस्तो यो घर छ जुन अगाडि भाइसँग, यो घरबाट 6-7 लिटर? हजुर। 15 दिनमा? 15 दिनमा तपाईँको मजाले 15 दिनमा काट्ने हुन्छ किनकि उनीहरूलाई चाहिँ लाग्यो घाम लाग्न पर्यो, चिसोमा उनीहरूले काम गर्न सक्दैन, उनीहरूले काम गर्न सक्दैन चिसो। उनीहरूलाई जति न्यानो भयो त्यति काम गर्ने फुर्ती आउँछ। जति घाम टन्टर पुगे घाम लाए पनि उनीहरूले मजाले काम गर्छन्, मजाले काम गर्ने खाने अब उसो त्यो उनीहरूको विधि छ नि, त्यो उनीहरूले पुरा गर्छन्। तर तपाईँको चिसो भयो भने चाहिँ उनीहरूले पहिला राखेको मह चाहिँ भित्रै खाने बस्ने त्यो चाहिँ हुन्छ। अनि अरू केही जस्तो के मैले यसले यो केही सोध्दै हुन्थ्यो, मैले केही कुरा बताउने थिएँ, केही बताउन भुलचुक भएको भए अथवा भाइले केही भन्न अरू बढी केही भन्न चाहनुहुन्छ भाइ? होइन, मैले अब अरू भन्न मैले चाहिनँ किनकि अब जति सक्दो मौरी पाल्नु हुन्छ भने तपाईँले पाल्न सक्नुहुन्छ र तपाईँले चाहिँ न्यानो तातो बनाएर राख्नुपर्ने हुन्छ, नभए चाहिँ मौरी उडेर भाग्न पनि सक्छ। त्यही भएर चाहिँ मैले अब यति कुरा नै मैले हस् त भाइ, समय दिनुभयो है र धेरै जानकारी मौरी सम्बन्धी यो पाल्न चाहनेहरूको लागि अथवा अन्य जो कोहीको लागि नै है एउटा लाभदायक फाइदाजनक नै हुन्छ है। जुन जानकारी दिनुभयो त्यसलाई धेरै धेरै धन्यवाद भाइ है। अगाडि बढ्नुहोस्, तपाईँले नि 100-150 घर आफ्नै बनाउनुहोस्, अगाडि बढ्नुहोस् भाइ भन्दै यो सानो भिडियो म यही अन्त्य गर्छु। हस् त गाइस, धेरै धेरै धन्यवाद भाइ।